नमस्ते। आज हामी 2025 को सेप्टेम्बरमा फर्कदैछौँ जब नेपालमा केही यस्ता नाटकीय घटनाहरू भए जसले पुरै देशलाई नै हल्लाइदियो। एउटा सानो डिजिटल प्रतिबन्धले कसरी देशव्यापी विद्रोहको आगो सल्कायो, आउनुहोस् यसको गहिराइमा जाउँ। कल्पना गर्नुहोस् त, सरकारको एउटा निर्णय अनि पुरै देश सडकमा हो। यो कथा सुरु हुन्छ एउटा डिजिटल प्रतिबन्धबाट जसले वास्तविक संसारमा साँच्चीकै आगो लगाइदियो। पहिलो खण्डमा हेरौँ त्यो डिजिटल झिल्को। तर प्रश्न के हो भने परिस्थिति यति छिटो यति नराम्रोसँग कसरी बिग्रियो? यो बुझ्नको लागि हामी सिधै आन्दोलनको सबैभन्दा विस्फोटक क्षणमा पुग्नुपर्छ। सायद त्यो आन्दोलनको सबैभन्दा चकित पार्ने दृश्य यही थियो। देशको लोकतन्त्रको प्रतीक संसद भवन धुवाँको मुस्लोसँगै जलिरहेको थियो। आखिर देश यो अवस्थासम्म आइपुग्यो कसरी? यसको जड निकै गहिरो सामाजिक र आर्थिक तनावमा थियो। एकातिर एक औसत नेपालीले वर्षभरि काम गरेर लगभग $1400 कमाउँथ्यो, अनि अर्कोतिर थिए राजनीतिक पहुँचवालाका छोराछोरी जसलाई नेपो किड भनेर चिनिन्थ्यो। उनीहरू सोसल मिडियामा आफ्नो विलासी जीवनशैलीको खुलेरै प्रदर्शन गर्थे। यो बढ्दो खाडलले जेन्जी पुस्तामा ठूलो आक्रोश पैदा गरिरहेको थियो। हो, त्यही आक्रोशको आगोमा घिउ थप्ने काम गर्यो सरकारको एउटा निर्णयले। सेप्टेम्बर 4 मा सरकारले फेसबुक, युट्युब, व्हाट्सएप जस्ता 26वटा प्रमुख सोसल मिडिया प्लेटफर्ममाथि नै प्रतिबन्ध लगाइदियो। बस यही नै त्यो अन्तिम झिल्को थियो जसले विद्रोहको डढेलो सल्कायो। दोस्रो खण्ड, विरोधका औजारहरू। अब प्रश्न उठ्छ, यो पुस्ताले कुनै परम्परागत राजनीतिक दल वा कुनै चिनिएको नेता बिना नै यति ठूलो प्रभावकारी राष्ट्रव्यापी आन्दोलन कसरी सङ्गठित गर्यो त? उनीहरूको रणनीति पुरै डिजिटल थियो। पहिलो, VPN प्रयोग गरेर सरकारी सेन्सरशिपलाई बेकार बनाइदिए। दोस्रो, सार्वजनिक ठाउँहरूमा QR कोड सहितको पोस्टर टाँसेर सूचना फैलाए जसलाई स्क्यान गरेपछि सिधै आन्दोलनको जानकारी पाइन्थ्यो। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, डिस्कोर्ड जस्ता प्लेटफर्महरूमा आफ्ना सबै गतिविधिहरूलाई समन्वय गरे। र यो अनलाइन समन्वयको आकार सानोतिनो थिएन। उनीहरूको मुख्य डिस्कॉर्ड सर्भरमा मात्रै 1,45,000 भन्दा बढी सदस्यहरू थिए। यो त एउटा भर्चुअल कमान्ड सेन्टर जस्तै बन्यो जहाँ रणनीतिहरू बन्थे र निर्देशनहरू तुरुन्तै देशभर फैलन्थे। यो आन्दोलनको अर्को एकदमै महत्त्वपूर्ण विशेषता थियो, यसको कुनै एउटै अनुहार भएको नेता थिएन। विगतका आन्दोलनहरूभन्दा बिल्कुलै फरक यो एउटा विकेन्द्रीकृत आन्दोलन थियो। र यो कमजोरी होइन, यो एउटा सोची बुझी अपनाइएको रणनीति थियो ताकि सरकारले कसलाई समात्ने कसलाई दमन गर्ने भनेर अलमलमा परोस्। तेस्रो खण्ड, नेपाललाई हल्लाउने 5 दिन। ल अब ती महत्त्वपूर्ण 5 दिनको घटनाक्रमलाई छिटो छिटो हेरौँ जसले नेपालको राजनीतिलाई सधैँका लागि परिवर्तन गरिदियो। घटनाक्रम एकदमै तीव्र गतिमा अघि बढ्यो। सेप्टेम्बर 8 मा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाएपछि हिंसा भड्कियो। 19 जनाको ज्यान गयो। त्यसको भोलिपल्टै सेप्टेम्बर 9 मा दबाव यति बढ्यो कि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो। तर आक्रोशित भिडले संसद भवन नै जलाइदियो। सेप्टेम्बर 10 मा सेनाले स्थिति नियन्त्रणमा लिन खोज्यो र अन्ततः 12 सेप्टेम्बरमा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरियो र संसद पनि विघटन भयो। 13 सेप्टेम्बरसम्म आइपुग्दा बल्ल कर्फ्यू हट्यो र राजधानीमा बिस्तारै शान्ति फर्कन थाल्यो। तर यो राजनीतिक परिवर्तनको मूल्य निकै ठूलो थियो। यो 5 दिनको द्वन्द्वमा कम्तीमा पनि 76 जनाले आफ्नो ज्यान गुमाए। यी सङ्ख्याहरू केवल तथ्याङ्क मात्रै होइनन्, यी जीवनहरू थिए। मारिनेहरूमा 19 जना विद्यार्थी, केही प्रहरी अधिकारीहरू र सबैभन्दा दुःखको कुरा, एक 12 वर्षीय निर्दोष बालक पनि थिए। यो द्वन्द्वले समाजको हरेक तहलाई छोएर एउटा गहिरो घाउ छोडेर गयो। चौथो खण्ड, नेताविहीन क्रान्ति। अब यस विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण भागमा जाउँ। यो क्रान्तिको अद्वितीय नेताविहीन प्रकृतिले यसलाई किन यति विशेष बनायो? सोच्नुहोस् त, एउटा गेमिङ एपमा प्रधानमन्त्री कसरी छान्न सकिन्छ? सुन्दा अनौठो लाग्छ, तर सरकार ढलेपछि ठ्याक्कै यही भयो। प्रदर्शनकारीहरूले डिस्कोर्डमा एक किसिमको अनलाइन चुनाव नै गरेर आफ्नो अन्तरिम प्रधानमन्त्रीको उम्मेद्वार छाने। यो घटनाले परम्परागत राजनीतिको परिभाषालाई नै चुनौती दियो। अल जजिराको एउटा विश्लेषणले यसलाई एकदमै राम्रोसँग भनेको छ, कुनै एउटै नेताको अनुपस्थिति कमजोरी होइन, यो आन्दोलनको सबैभन्दा ठूलो शक्ति थियो।
किनभने यसले नेपालको एउटा ऐतिहासिक चक्रलाई तोड्ने प्रयास गर्यो, जहाँ क्रान्तिका नायकहरू नै पछि गएर तानाशाह बन्ने खतरा हुन्थ्यो। हो, नेपालको इतिहासमा एउटा दुःखद विश्वासघातको चक्र देखिन्छ। विगतका क्रान्तिहरूले नयाँ नेताहरू त जन्माए, तर ती नेताहरूले अक्सर पुरानै भ्रष्ट प्रणालीलाई नै अँगाले। जेनजी पुस्ताले यो इतिहासबाट राम्रोसँग पाठ सिकेको देखिन्छ। उनीहरूले जानी जानी कुनै एक व्यक्तिलाई शक्ति सम्पिनुको सट्टा सामूहिक नेतृत्व मार्फत त्यो चक्र तोड्ने प्रयास गरे। 5औं खण्ड, विश्वव्यापी जेनजी लहर। अब नेपालको यो घटनालाई अलि फराकिलो अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा राखेर हेरौँ। के यो एक्लो घटना थियो वा विश्वव्यापी लहरको एउटा हिस्सा? जवाब एकदमै स्पष्ट छ। हो, यो एउटा ठूलो विश्वव्यापी प्रवृत्तिको हिस्सा थियो। यदि हामीले हेर्यौँ भने 2022मा श्रीलङ्का, 2024मा बङ्गलादेश र केन्यामा भएका सफल युवा नेतृत्वका आन्दोलनहरूले यही कुरा देखाउँछन्। यी सबै ठाउँमा जेनजी पुस्ताले राजनीतिक परिवर्तनको नेतृत्व गरिरहेको छ। र यी सबै आन्दोलनहरूमा केही रोचक समानताहरू पनि थिए। जस्तै लोकप्रिय जापानी एनिमे वन पिसको झण्डा एकताको एउटा विश्वव्यापी प्रतीक नै बन्यो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, डिस्कर्ड र टेलिग्राम जस्ता डिजिटल प्लेटफर्महरू मार्फत विकेन्द्रीकृत समन्वय गर्ने तरिका यी सबै आन्दोलनहरूको साझा विशेषता थियो। त्यसैले अन्त्यमा एउटा निकै महत्त्वपूर्ण प्रश्न उठ्छ, के क्रान्तिको नयाँ अनुहार यस्तै हुनेछ? इन्टरनेट र सोसल मिडियामा हुर्किएको पुस्ताले जब विश्वको बागडोर सम्हाल्छ, के राजनीतिक परिवर्तनको स्वरूप सधैँका लागि यस्तै विकेन्द्रीकृत, नेताविहीन र डिजिटल हुनेछ? यो प्रश्नले हामीलाई भविष्यको राजनीतिको बारेमा गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ।